आज हामी थुनिलो रोग रोकथामबारे कुरा गरौँ। यो डेरी गाईहरूमा देखिने एउटा सामान्य तर खर्चिलो समस्या हो। ल सुरु गरौँ। थुनिलो भनेको कल्चौडामा कीटाणुको संक्रमणले गर्दा सुन्निने अवस्था हो। यसको असर के हुन्छ त? कल्चौडा बिग्रिन्छ अनि दूध उत्पादन पनि घट्छ। त्यसो भए यसलाई रोक्ने कसरी त? आउनुहोस् यसका केही मुख्य उपायहरू हेरौँ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा सरसफाई। धेरैजसो संक्रमण गोबर र फोहोरबाटै हुन्छ। हेर्नुहोस्, कीटाणु पस्ने बाटो नै थुनको टुप्पो हो। त्यसैले सफा थुन पहिलो सुरक्षा कवच हो। अब अर्को कुरा, गाई बस्ने ठाउँ कस्तो छ? यो निकै महत्त्वपूर्ण छ। किनभने भिजेको र फोहोर सोत्तरमा कीटाणु छिट्टै फैलिन्छ। त्यसैले ठाउँ सफा र सुक्खा राख्नै पर्छ। बिहान बेलुका फोहोर हटाउने अनि गाईलाई भिडमा नराख्ने, यी साना कामले ठूलो फरक पार्छ। अब तेस्रो उपाय, दुह्नु अघिको तयारी। यो 3 चरणको प्रक्रिया एकदमै सरल छ। र एउटा कुरा ख्याल राख्नुहोस्, हरेक गाईको लागि छुट्टै कपडा, नत्र संक्रमण सर्छ। ल, दूध दुहिसकेपछि के हुन्छ त? त्यसपछिको हेरचाह पनि उत्तिकै जरुरी छ। यो समय याद राख्नुहोला, 20 मिनट एकदमै महत्त्वपूर्ण समय हो यो। किनभने दुहेपछि थुनको मुख बन्द हुन लगभग यति समय लाग्छ। तबसम्म कीटाणु पस्न सक्छ। त्यसैले गाईलाई उभ्याइ राख्न, दुहेपछि तुरुन्तै ताजा घाँस दिनुस्। अब अर्को उपाय, दुहिसकेपछि टिट डिप लगाउने। यो संक्रमण रोक्न निकै प्रभावकारी छ। यसले थुनका कीटाणु मार्छ, संक्रमण फैलिन दिँदैन अनि छाला पनि नरम राख्छ। अब दुहुने मसिनको कुरा गरौँ। मसिनको एउटै भागले थुनलाई छुन्छ, त्यो हो लाइनर। त्यही कारणले हरेक पटक दुएपछि लाइनर र मसिन राम्ररी सफा गर्ने पर्छ। अनि मेसिनको लागि यो अर्को महत्त्वपूर्ण समय 6 महिना। हरेक 6 महिनामा मेसिनको सर्भिसिङ गराउनुहोस्। यसले मेसिन ठिक छ भन्ने पक्का हुन्छ। त्यसो भए समग्रमा रोकथामका मुख्य आधारहरू हुन् सफा वातावरण, सरसफाई र उपकरणको मर्मत। यी साधारण उपायहरू अपनाएमा गाईहरू स्वस्थ रहन्छन् र फार्मको उत्पादन पनि बढ्छ।